ल लाउरे बा म तपाईँको छोरासँग बिहे त गर्छु तर तपाईँको छोराले काम चाहिँ के गर्छ मेरो छोरा त नेपाल सरकारको मान्छे हो काठमाडौँको रोडमा हेर्दा साइरन बजाउने गाडीमा हेर्छ अरू मान्छे 2-4 घण्टा जाममा पर्छन् मेरो छोरा हेर्दा त पुरै बाटो खाली हुन्छ जनतालाई अप्ठ्यारो पर्दाखेरि मेरो छोरालाई सम्झिन्छ दिनरात नभनी मेरो छोराले जनताको सेवा गर्छ मेरो छोरालाई त मान्छेहरूले आजभोलि मान्छे होइन भगवान भन्न थाल्छ कि भगवान मेरो बिहेको कुरा हुन्छ चुला बस ओहो तपाईँको छोरा त मन्त्री नै हो कि के हो मन्त्री कहाँ मन्त्री हुन् नि हाम्रो गुरु त एम्बुलेन्स ड्राइभर हो अब एम्बुलेन्स ड्राइभर भएर के भयो त मन्त्री भन्न कम छैन पुरै साइरन वाला गाडीमा हिँड्यो बाटोमा हिँड्दा जाममा बस्नु पर्दैन जनताको सेवा त हामी मन्त्रीले भन्दा बढी गर्छौँ होइन सरकारी तलब नै आइहाल्छ के चाहियो यो भन्दा कति नै राम्रो काम गर्छ होला भनेको त एम्बुलेन्स ड्राइभर पो रहेछ मलाई त अमेरिका अस्ट्रेलिया जापान लाने केटा चाहिन्छ पुरा मिलिसकेको थियो एम्बुलेन्स ड्राइभर भनेर भन्नुपर्छ घुमाइ फेरि त्यो केटालाई मैले एम्बुलेन्समा हालिसकेको थिएँ अब गुरु मेरो मनमा एउटा कुरा पनि पस्दैन त्यही भएर फुत्त निस्किहाल्यो सरी सरी भनेर भयो त्यो केटालाई जापान अस्ट्रेलिया जाने केटा चाहियो कहाँबाट जाने आफूलाई गाडी चलाउनु बाहेक केही आउँदैन ड्राइभिङ जानेको मान्छेले त जापानमा वर्किङ भिसामा जान मिल्छ जापान त्यो एम्बुलेन्सबाट जाने हेत्तिरिका यार गुरुजी प्लेन नै जान मिल्छ के कसरी जाने कहाँबाट जाने हेत्तिरे गुरु यही भक्तपुर सूर्यविनायकमा रहेको युकी गुनी जापानिज ल्याङ्ग्वेज एन्ड कन्सल्टेन्सीबाट अप्लाई गर्न मिल्छ हजुर यदि तपाईहरू जापान वर्किङ भिसामा जान चाहनुहुन्छ भने युकी गुनी एजुकेसन कन्सल्टेन्सीमा फुड सर्भिस केयर गिभर एग्रिकल्चर एन्ड ड्राइभिङको लागि तपाईहरू वर्किङ भिसामा अप्लाई गर्न सक्नुहुन्छ साथै कुनै पनि विषयमा ब्याचलर पास गर्नु भएको छ भने डाइरेक्ट वर्किङ भिसामा अप्लाई गर्न सक्नुहुन्छ हाम्रो लोकेसन भक्तपुर सूर्यविनायक गणेशस्थान जाने बाटो